सम्पूर्ण मेरो नमस्कार है। सम्पूर्णमा मेरो नमस्कार। म चाहिँ हुकुमपुन मगर। म आज चाहिँ यस्तो भिडियो ल्याएर आएको छु कि लास्टै दुःखद है। यो बाटो चाहिँ लास्टै ठाडो बाटो छ। यस्तो पहाड काटेर बनाएको बाटो परो है। यो चाहिँ माथि कोट गाउँ जाने बाटो। यहाँनिरबाट चाहिँ भर्खर ट्र्याक्टर पल्टेको भन्ने कुरो मैले सुनेको छु। ट्र्याक्टर यहाँनिरबाट पल्टेको र तलको त्यहाँनिर चाहिँ ट्र्याक्टरको अवस्था त्यस्तो भएको छ है गाइज। म चाहिँ तपाईलाई पुरै भिडियो चाहिँ यहाँबाट देखाउन प्रयास गरिरहेको छु। बाटोलाई लास्टै डेन्जर छ नि त, त्यही भएर चाहिँ म यहाँबाट पनि ट्र्याक्टर यहीँबाट गएको भन्ने कुरो छ है। त्यो भएर चाहिँ नि म यो भिरबाट खसेको ट्र्याक्टर है। त्यहाँनिरबाट गएको मान्छेको टोपीसम्म यहीँसम्म छ। हेर्नु त गाइज, कस्तो दुःखको घटना हो यहाँ। मान्छेको टोपीसम्म यहीँ छ। मान्छेलाई के भयो कि भएन भन्ने कुरा पनि हामी सोध्नेछौँ। त्यसपछि ट्र्याक्टरको सबै सम्पूर्ण पार्टपुर्जाहरू पनि यतै छन् है। गाडीको अवस्था एकदमै खतम भइसकेको छ र गाडीको सबै पार्टपुर्जाहरू यतै छन् है। यो भिरमा मान्छेको अवस्था कस्तो भयो होला है। गाडीको यो अगाडिको के भन्छ यो लाइट है, अगाडिको त्यो भाग चाहिँ त्यहाँ छ। त्यसपछि गाडीको डेक त्यहाँनिर छ। त्यसपछि चाहिँ नि ठाउँ भनौँ कि बाटो भनौँ कि है, भूगोलले साथ नदिएको पनि हुनसक्छ। भूगोलले साथ नदिएकै कारणले यस्तो हुन पुग्यो हो। र गाडीको अवस्था चाहिँ एकदमै खतम भइसकेको छ। यस्तो भिरमा खसेर मान्छेलाई केही भयो कि भएन भन्ने पनि अब जानकारी भएको छैन होला। बिस्तारै गाडीको तेल ट्याङ्की सम्पूर्ण तामझामहरू यतै खसेको छ गाइज है। म सबै तपाईँलाई देखाउने प्रयास गर्नेछु। यो डेकको सामानहरू, गाडीको सामानहरू त्यहाँनिर चाहिँ यो खासमा कोट गाउँमा थ्रेसर मेसिन गएको भन्ने गाडीको हो। त्यहाँनिर यस्तो अवस्थामा छ। अनि यो टप तल खोलामै पुगिसकेको छ गाडी है। यस्तो भइसकेको छ गाडी। यहाँसम्म आउँदा गाडीको अवस्था यस्तो भयो। मान्छेको अवस्था कस्तो भयो होला भन्ने कुरा अब यस्तो छ। गाडी यहाँनिर यस्तो भएको छ यो खोलामा है। यो माथि भिरबाट खसेर चाहिँ नि गाडीको अवस्था यस्तो भएको छ। यस्तो भिर छ हेर्नुहोस् त गाइज। यस्तो भिरमा गाडीको अवस्था यस्तो छ। पानीमा गाडीको हालत खराब। गाडीको नम्बर प्लेट छ कि छैन? नम्बर प्लेट पनि रहेछ है। ना 7 त 2710 हो कि कति हो है। गाडीको अवस्था यस्तो छ गाइज। हेर्नु तपाईँहरू पनि यसो होइन, पहाडको बाटोमा यसो विचार पुर्याएर काम गर्नु होला है। यहाँ चाहिँ कुनै बेला कुन अवस्थामा कस्तो हुन्छ भन्न सकिन्न मान्छेलाई। गाडीको अवस्था यस्तो छ। यो भिरबाट खसेर चाहिँ गाडीको हालत यस्तो भएको छ ल है गाइज। हामी अब छुट्टिन्छौँ। भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब, मेरो युट्युब च्यानल सब्सक्राइब हान्नु पऱ्यो। यस्तो भिरबाट यस्तो भएको छ ल गाइज। म धन्यवाद र म छुट्टिन्छ है। यो कहाँनिर हो भनेदेखि चाहिँ यो 6 नम्बर वडा गाडा यता छ। त्यसपछि यो खोलानेर हो। हाम्रो साथीहरू उता जानु भएको छ, बाइक निकाल्दै हुनुहुन्छ। आउनु यस्तो भएको छ अवस्था। कोट गाउँ जाने बाटो खोलानिरबाट उकालो लाग्ने बाटोमा यो ढलान गरेको ठाउँबाट गाडी झरेर यस्तो भएको छ है। यस्तो भएको छ। लास्टै तनाव भएको छ ल गाइज।